हेलो अनि नमस्ते सम्पूर्णमा फेरि पनि स्वागत छ मेरो च्यानलमा। अनि के छ, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। अनि म चाहिँ अलिकति लामो ग्याप पनि भइसक्यो है, आउन पाएको छैन, जोडिन पाएको छैन, बिजी व्यस्तता। अनि अहिले पनि भर्खर ड्युटीबाट आयो, भर्खर ड्युटी सकियो। अनि ड्युटीबाट आएर लामो समय भयो, अनि साथीहरूसँग चाहिँ यसो जोडिनु पऱ्यो भन्ने तरिकाले चाहिँ फेरि उपस्थित भइसकेको छु। अनि के छ साथीहरूको खबर? अनि साथीहरूको पनि भिडियोतिर खासै म जान पाएको छैन है, म बिजी व्यस्तताले गर्दा, त्यसको लागि सरी पनि भन्न चाहन्छु। अब बिस्तारै म हेर्नेछु सबैको भिडियोहरूमा चाहिँ, भिडियोहरूलाई माया गर्नेछु, ढुक्क हुनु होला। अनि सदाको जस्तै मेरो भिडियोलाई पनि माया गरिदिनु होला। अनि यस्तै हो, अब भर्खर ड्युटीबाट आयो होइन, यस्तै छ परदेशी जिन्दगी, यस्तै त हो नि। ड्युटी जाने आउने होइन। अनि त्यसले गर्दा पनि खासै व्यस्ततामा भइन्छ। अनि व्यस्ततामा भइसके पछाडि चाहिँ खासै भिडियोहरू पनि बनाउन त्यति भ्याएको छैन म। अनि बाहिरको माहौल चाहिँ के छ त? बाहिरतिर चाहिँ यस्तो छ है साथीहरू, बाहिरतिरको माहौल चाहिँ यस्तो छ है। ल यही हो है, बाहिरको माहौल चाहिँ कस्तो छ। अनि आज चाहिँ अलि अँध्यारो मौसम भइरहेको छ, यस्तो ल आकाशतिर चाहिँ पानी पर्ने हो कि भन्ने चाहिँ एउटा यस्तो खालको मौसम छ। अनि यहाँनिर चाहिँ नेपालको जस्तै फुल टकमक्क फुलिरहेको छ, नेपालको जस्तै फुल। अनि यही हो बसाइ चाहिँ यहीँनिर हो, टक्क लाएर आँपको बोट पनि छ त्यहाँनिर हो, त्यो अग्लो। अनि यही नै हो। अलिकति मौसम चाहिँ चिसो भएको अवस्था पनि छ। के गर्नु साथीहरू, यस्तै हो है। ओहो, अब एकछिनमा चाहिँ बाहिर निस्किनु पर्छ, एकैछिन रुममा के बसिहाल्नु होइन। झ्याप्प लाएर एकछिन चाहिँ बाहिर जानुपर्छ, बाहिर बस्नुपर्छ। भिडियोलाई चाहिँ माया गरिदिनु होला साथीहरूको। यो खासै कस्तो भने युट्युबतिर खासै आउनु भ्याएको छैन। आउनु नभ्याए पछाडि चाहिँ अलिकति फलोवर्स पनि मेरो घटिरहेको होइन, अनि भ्युज पनि जान छोडेको, अनि त्यो भइरहेको छ है साथीहरू। तर म व्यस्तताले गर्दा हो, तपाईँहरूकोमा पनि म आउनु भ्याएको छैन। तर म आउँछु, बिस्तारै आउँछु होइन। अनि मेरोमा पनि त्यो चाहिँ अलिकति भिडियोलाई चाहिँ माया गरिदिनु होला है, जसरी पनि। अब एकैछिन बाहिरको चिसो हावा खानालाई चाहिँ बाहिरतिर निस्किनुपर्छ। अनि कफी सफी पिउने, अनि त्यस पछाडि टक्क आएर सुत्नुपर्छ फेरि। त्यही हो, यस्तै चाहिँ परदेशी लाइफस्टाइल यही हो।
बसाइयो ड्युटी टाङटुङ टाङडुङ ढ्याङडुङ ढ्याङडुङ होइन। त्यही हो, माया गर्न बिर्सिनु होला। त्यति नै हो। यो जुन किसिमको अहिले बिचमा चाहिँ ग्याप छ त्यो ग्याप चाहिँ फेरि पछि हुने छैन पक्कै पनि। त्यो ग्यापहरू चाहिँ खासै हुँदैन होला जहाँसम्म। त्यसैले माया गर्न चाहिँ नबिर्सनु होला, माया नमारिदिनु होला है। तपाईँहरूलाई पनि साथ सपोर्ट मबाट हुनुपर्ने अवश्य नै हुन्छ। म चाहिँ बाहिर कफी बनाउनको लागि बाहिर निस्किँदै यस्तो छ बाहिरको माहौल। अनि आजको लागि चाहिँ यति नै गरौँ, फेरि अर्को भिडियोमा भेटौँला है। बाइ। जय नेपाल।